साथीहरू नमस्कार। फेरि पनि म आज नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आजको हाम्रो यस भिडियोमा हामीले इन्डिसेसको एउटा इम्पोर्टेन्ट क्वेसनलाई चाहिँ हामीले प्रुभ गर्नेछौँ। आजको हाम्रो यस भिडियोको क्वेसन रहेको छ, यदि चाहिँ हामीलाई PQR भनेर 1 दिए हुन्छ भनेपछि त्यसपछि हामीलाई चाहिँ प्रुभ गर्नुपर्ने छ 1/1 प्लस P प्लस Q को पावर -1 प्लस 1 र 1 प्लस Q प्लस Q R को पावर -1 प्लस 1/1 प्लस R प्लस P माइनस 1 भनेर चाहिँ हामीले 1 लेखाउनु पर्ने छ यदि चाहिँ हाम्रो PQR बराबर चाहिँ 1 हुन्छ भनेपछि। ढिलो नगरी भिडियोलाई अगाडि बढाउँ साथीहरू। यदि तपाईहरु मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भनेपछि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला र बेल आइकन क्लिक गरिदिनु होला, जहाँबाट तपाईहरुले सजिलै मेरो युट्युबको नोटिफिकेसन पाउन सक्नुहुन्छ भनेपछि। सल्लाह र सुझावको लागि तपाईहरुले मेरो युट्युब च्यानलको भिडियोहरुमा कमेन्ट गरिदिन हुन अनुरोध गर्दछु। र अब हामी चाहिँ क्वेशनतर्फ लागौं। अब पहिला सुरुमा चाहिँ हामीलाई इफ भनेर के दिएको छ, PQR इज इक्वल टु 1 दिएको छ। अब यसलाई चाहिँ हामीले के लेख्न मिल्छ भनेपछि, यदि PQ भएपछि अब हामीले यसलाई चाहिँ के लेख्न मिल्यो, R को पावरमा -1 अनि त्यसपछि QR भएपछि चाहिँ हामीले चाहिँ P को पावरमा -1 र PR भएपछि चाहिँ नि Q को पावरमा -1 चाहिँ हामीले गर्न मिल्छ हैन। यदि यसलाई चाहिँ हामीले उतातिर लग्यो भनेपछि चाहिँ हाम्रो भ्यालुहरु चाहिँ यो आउने गर्छ। नाउ गर्छौं। अब LHS लिन्छौं। LHS मा चाहिँ हामीसँग के रहेको छ भनेपछि 1/1 प्लस P प्लस Q को पावरमा -1 प्लस 1/1 प्लस Q प्लस R को पावरमा -1 प्लस 1/1 प्लस R प्लस P को पावरमा -1 चाहिँ हामीसँग रहेको छ। अब हामीले पहिलो टर्मलाई चाहिँ हामीले त्यतिकै छोड्दिन्छौं। अनि यसलाई चाहिँ हामीले -Q ले मल्टिप्लाई गर्छौं। 1/1 प्लस P प्लस Q -1 प्लस 1/1 प्लस Q प्लस R -1 मल्टिप्लाई Q को पावरमा -1 ले चाहिँ तल र माथि दुवैतिर मल्टिप्लाई गर्दियौ। Q को पावरमा -1 मल्टिप्लाई Q को पावरमा -1, यसलाई चाहिँ 1 ले मल्टिप्लाई गरे जस्तै भयो। अनि यतातिर चाहिँ 1/1 प्लस R प्लस P -1 मल्टिप्लाई अनि P -1, यहाँनिर चाहिँ हामीले P ले मल्टिप्लाई गर्दियौ है। P ले मल्टिप्लाई गरिदिएपछि चाहिँ नि यहाँनिर चाहिँ P ले मल्टिप्लाई गर्यो भनेपछि अब P ले मल्टिप्लाई गर्ने बित्तिकै चाहिँ नि अब चाहिँ नि हाम्रो यहाँ हुन्छ 1/1 प्लस P प्लस Q -1 प्लस यतातिर चाहिँ Q -1 अपन Q -1 प्लस 1 प्लस 1/मा QR भयो हैन। लेख्न मिल्यो नि, R को पावरमा -1 र Q को पावरमा -1 भएपछि यसलाई चाहिँ हामीले यसरी लेख्न मिल्यो। प्लस P अपन P प्लस PR प्लस 1 चाहिँ भयो हैन। अब माथि पहिलो टर्म्स त्यतिकै छोड्दियौ। 1 प्लस P प्लस Q -1 हामीले त्यतिकै छोड्दियौ। प्लस Q -1 त्यतिकै भइहाल्यो, Q -1 पनि त्यतिकै भइहाल्यो, प्लस 1 छँदैछ। प्लस 1/मा हाम्रो QR भनेको के हो त, P को पावरमा -1 हो। ठीक छ, P को पावरमा -1 हो भनेपछि प्लस P प्लस PR भनेको के हो त, Q को पावरमा -1 प्लस 1 छँदैछ। अब त्यसपछि 1/1 प्लस P प्लस Q को पावरमा -1 छँदैछ प्लस Q -1 छँदैछ, Q को पावरमा -1 छँदैछ भनेपछि यहाँनिर Q को पावरमा -1 प्लस 1 प्लस यसलाई चाहिँ हामीले P लेख्न मिल्यो माथि लगिसकेपछि इन्डिसेसको रुल युज गरेर। त्यसपछि चाहिँ P प्लस Q -1 प्लस 1 छँदैछ। अब हाम्रो डिनोमिनेटरमा डिभाइडमा चाहिँ सबै चाहिँ सेम छ, हामी यसलाई चाहिँ एरेन्ज गरिदिनु पर्यो। सबै चाहिँ सेम छ र माथि पनि सेम नै टर्म आएको छ, खालि हामीले एरेन्ज मात्र गर्नुपर्ने छ भनेपछि यसलाई चाहिँ 1/1
1 प्लस पी प्लस क्यू माइनस 1 कै हामीले एरेन्ज गर्न मिल्यो सबै टर्महरू प्लसमा छ त्यही हुनाले अब यसलाई चाहिँ 1 प्लस पी प्लस क्यू माइनस 1 हामीले एरेन्ज गरिदियौँ यसलाई नै मैले अगाडि पछाडि गरेर हामीले यतातिर साइन किन चेन्ज भएन किनकि यहाँनिर चाहिँ सबै टर्महरू चाहिँ प्लसमा रहेको छ त्यसपछि यहाँनिर चाहिँ अर्को छन् रहेछ हामीसँग पी यो 1लाई मैले अगाडि ल्याइदिएँ त्यसपछि पी लेखिदिएँ प्लस क्यू माइनस 1 अब चाहिँ सबै यसरी हेर्दाखेरि चाहिँ सबै डिनोमिनेटरमा सेम छ भनेपछि हामीले एउटै बेसमा राख्नु मिल्यो 1 प्लस क्यू पी प्लस क्यू माइनस 1 छँदैछ र यिनीहरू चाहिँ 1 प्लस क्यू माइनस 1 प्लस पी छँदैछ अब यसलाई चाहिँ फेरि मैले यसलाई सेम एरेन्ज गरिदिएँ भने चाहिँ 1 प्लस पी प्लस क्यू माइनस 1 अपन 1 प्लस पी प्लस क्यू माइनस 1 नै भयो एकातिर 1 आउँछ विच इज प्रुफ भयो विच इज आरएचएस भयो यसलाई चाहिँ हामीले यसरी प्रुफ गर्न सकिन्छ यसमा चाहिँ केही पनि छैन हामीले यसलाई चाहिँ बुझ्नु पऱ्यो इन्डिसिसको केही रुलहरूलाई चाहिँ युज गरेर चाहिँ हामीले यसलाई चाहिँ प्रुफ गर्छौँ यो चाहिँ इम्पोर्टेन्ट टाइप क्वेसन चाहिँ रहेको छ फर सी एक्जामहरूको लागि पनि प्लस 9-10 को लागि चाहिँ एकदमै इम्पोर्टेन्ट क्वेसन रहेको छ इन्डिसिसको यहाँनिर चाहिँ हामीले ठ्याक्कै 1 आउने हिसाबले चाहिँ पीले मल्टिप्लाई गऱ्यौँ त्यसपछि चाहिँ यस्तो आएको हो हस् त धन्यवाद साथीहरू